सो हेलो नमस्ते मैले के पाडा आज फेरि एउटा नयाँ भ्लग लिएर आइसकेको छु। आजको भ्लगमा चाहिँ हामी यत्तिकै छुट्टी छ नि त, अनि यसो घुम्न निस्किँदै थियौँ। अनि धेरै समय भयो नि त, धेरै समय भयो, हेलो आए पनि केही पनि थिएन होइन। अनि आज हेलो आए पनि गर्छु, अनि लाइक यस्तो सानो एउटा मिनी भ्लग टाइपको बनाएर अब कहाँसम्म पुगिन्छ हेर्दै जाऊँ। त्यो त मलाई पनि थाहा छैन, अब निस्किने हो, कहाँसम्म पुगिन्छ भन्ने कुरो ठ्याक्कै थाहा छैन है। म तपाईँहरूलाई हेलो आए पनि गर्छु, अनि ट्याक्कै एउटा भ्लग बनाएर भिडियोलाई चाहिँ निरन्तरता दिन्छु भनेर है त। सो म चाहिँ भर्खर रुमबाट निस्केर अब चाहिँ हामी चाहिँ यहाँबाट उता स्टेसन जान्छौँ होइन। स्टेसन गएर त्यहाँबाट ट्रेन चढेर है, अनि गाडी चाहिँ यहाँ थन्काएर राखेछ, निकाल्न मिल्दैन, तेलको भाउ बढ्यो नि त, त्यही भएर अनि अब यहाँबाट स्टेसन गएर ट्रेन चढेर हामी चाहिँ अब कहाँसम्म पुगिन्छ भन्ने कुरो थाहा छैन है। अब कोही फेरि हेर्नुहोस् है, यस्तो छ अवस्था उहाँको। सो त्यही हो, हावा चर्को लागिरहेछ, उडौला जस्तो लागिरहेछ होइन। त्यही पनि अब हामी यहाँबाट स्टेसनतिर जाँदैछौँ। स्टेसनमा गएर ट्रेन चढेपछि बल्ल हामी कहाँ जाने भन्ने कुरा थाहा हुन्छ होइन। अहिलेसम्म त्यस्तो केही पनि थाहा छैन, यतिकै निस्किएको बाहिर, अनि त्यही हो। अलिक घाम चर्को लागिरहेछ। अब सायद गर्मी सुरु भइसक्यो होला यहाँनिर चाहिँ, अनि त्यही माथि मैले फेरि कालो टी सर्ट लाएर आइरहेको छु। अहिले बेलुकी डाँडो हुन्छ भनेर हो कि खासमा चाहिँ, अहिले चाहिँ गर्मी भइरहेछ। त्यो स्टेसनमा नपुन्जरी, ट्रेन नचढन्जरी, त्यसपछि त जाडै हुन्छ त्यहाँनिर नि। यसो रमाइलो छ, जापान बसाइ अलिकति सोचे जस्तो सजिलो चाहिँ छैन, अनि त्यही हो। काम रुम, अनि यताउता निस्किने मन लाग्दैन क्या खासै। अनि अहिले यहाँ गोल्डन विक छ नि त, अनि पब्लिक होलिडे यताउता चलिरहेछ, के छ कि यहाँ। अनि आज चाहिँ अनि ठ्याक्कै छुट्टी भइरहेको थियो कि, हिजो छुट्टी आज छुट्टी, अनि होइन हिजो रुममा बस्यो भने आज त यसो जानुपर्छ भन्ने तरिकाले सर निस्केर यसो हामी दुईजना बुढाबुढी भएर यसो चट्ट निस्किँदैछौँ। अब कहाँसम्म पुगिन्छ भन्ने कुरा हो कि। सो गाइज हामी चाहिँ अब फाइनली यहाँ ट्रेन स्टेसननिर आइसक्यो। अब यहाँबाट चाहिँ हामी एक्सप्रेस चढेर अब यसो हामी यतातिर गइन्छ है, अनि अब कहाँसम्म पुगिन्छ अब ट्याक्कै हाम्रो चाहिँ अब यसो प्लानिङ गरेर अहिले चाहिँ हामी हिँडिरहेछु भन्ने ठाउँमा छौँ कि, यो चाहिँ बहमाको हिँडिरहेछु भन्ने ठाउँमा छौँ। अब यहाँबाट टक्क चढेर हामी अगाडि जान्छौँ। सायद हामी एक्सप्रेस चढेर अब सायद जुसी हाईमा चढेर जुसीतिर जाने कि भन्ने जुसी अब हेरौँ कहाँसम्म पुगिन्छ। म तपाईँहरूलाई ब्याक ब्याक अपडेट चाहिँ गराउँछु है त। अब हामी यहाँनिर त्यहाँ यसो एन्ट्री हुन्छौँ होइन ट्रेनमा, बाँकी कुरा चाहिँ म तपाईँहरूलाई अपडेट गराउँदै गर्छु है त। सो यहाँनिर उसको चाहिँ ट्रेनमा त्यो पैसा रहेनछ, एकछिन रिचार्ज गरेर अनि त्यसपछि हामी अगाडि जान्छौँ। सो हामी चाहिँ यहाँ त्यो यो लोकल स्टेसन हो कि, यहाँनिर एक्सप्रेस चाहिँ आउँछ, यहाँबाट हामी ट्याक्क ट्रेन चढेर टक्क है त। ट्रेन पनि आयो, अब हामी टक्क भित्र जानुपर्छ। सो हामी ट्रेनमा चढ्यो। सो ट्रेनमा बस्यो हामी, ट्रेन आज खाली छ होइन, त्यस्तै छ। सो गाइज हामी फाइनली यहाँ चाहिँ जुसी हाईमा हो कि, जुसी के हो यो स्टेसनको नाम? जुसी हाईमा झऱ्यो। अब हामी जुसी बिचतिर जाने भयो है, खर्च कटाएर। रमाइलो छ। मलाई यतातिर चाहिँ अलिकति शान्त वातावरण, एकदम पिस टाइपको रहेछ क्या, अलिक काम गर्दै आए जस्तो होइन, खर्च कटाएर। ट्याक्क हामी चाहिँ अब यहाँबाट यसो पैदल हिँड्न पर्ने रहेछ, 8-9 मिनट जस्तो। यसो गफ गर्दै भिडियो बनाउँदै हामी टक्क जान्छौँ है त खोलातिर। यहाँ झरेर चाहिँ यो साउथ एक्जिटबाट यहाँबाट एक्जिट हुनुपर्ने रहेछ, यहाँबाट बाहिर निस्केर ट्याक्क गुगल म्यापले देखाए अनुसार हामी चाहिँ अब एकछिन हिँड्छौँ है त। यहाँनिर यस्तो छ हाईमा गाउँ। आज एकदमै अब हल्का हावा चाहिँ चलिरहेको छ, तर वेदर चाहिँ एकदम क्लिन छ, क्लिन टक्क छ, हिँडिरहेको छ खर्च कटाएर रमाइलो छ। अब एकछिन पैदल हिँडिन्छ, त्यस्तै छ। यतातिर रमाइलो रहेछ ठाउँ, हामी यसो जाँदैछौँ हामी चाहिँ बिच एरियातिर, जुसी हाईमाको बिचतिर आजको भ्लग होइन। रमाइलो छ आज। जस तपाईँहरू पनि यता आसपास हुनुहुन्छ भने तपाईँहरू आउनु सक्नुहुन्छ यतातिर चाहिँ।
ट्याक्क एक्सप्रेस चढेर लास्ट स्टेसन रहेछ जुसियामा, त्यहाँ झरेर लगभग 9 मिनट जस्तो हिँड्नुपर्ने रहेछ। हिँड्न पनि मजा आउने छ क्या, बाटो हेर्नु न, यस्तो शान्त वातावरण, गल्ली होइन, गाडी साडी केही घुम्न आउँदैन, आनन्दले हिँड्दा मजा आउने ठाउँ कि हेर्न सकिन्छ है। हावा एकदमै चलिरहेको छ। अब हामी यहाँ पुगिसकेको छ। अब लाइक 2 मिनटमा हामी त्यहाँनिर पुग्छौँ है। रमाइलो छ, पारिलो घाम लगाइरहेको छ होइन मान्छेहरू। यहाँनिर चाहिँ एउटा सानो खोला रहेछ कि, हावा लागेर साउनै गायब भएको अवस्था। मजा यहाँ भ्लग खिच्ने वातावरण रहेनछ होइन, त्यो भएर भ्लग चाहिँ अब अहिलेलाई होइन यस्तो छ भाग्नु पर्ने